हेलो गाइज हामीहरू कहाँ जाँदैछौँ हेलो गाइज हामीहरू कहाँ जाँदैछौँ कहाँ जाँदैछ आज हामी फुनाबासी हैन हामी चाहिँ अब आज एउटा साथीको छोराको बर्थडेमा जाँदैछौँ वेलकम छ सबैलाई मेरो भ्लगमा जसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला यसो मात्र न अनि हामी यहाँबाट अब लगभग 1 घन्टाको बाटो छ ठ्याक्क 5:30 भयो बाटोको रमाइलो दृश्य अनि त्यहाँ भएको हाम्रो अब के भन्छन् परदेशी बर्थडे परदेशी छोराको बर्थडेमा चाहिँ हामी जाँदैछौँ अनि मौसम बबाल छ अहिले घाम पनि लागेको छैन पानी पनि लागेको छैन त्यही हो हामीहरूको चाहिँ अल टुगेदर नायरताबाट चाहिँ हामीहरू फुनाबासी जाँदै हो नायरताबाट चाहिँ हामीहरू लगभग हाम्रो 5, 6, 7 कपल जाँदैछौँ 7 जना हाम्रो फ्यामिली भनौँ न अनि त्यही हो अब त्यहाँ गएर गर्नुपर्छ गाइज रमाइलो अनि आजको हाम्रो लुक्स तलदेखि माथिसम्मको लुक्स यस्तै छ अनि त्यही हो बाटोको सबै कुराहरू देखाउने छु अहिलेलाई यस्तो हुनलाई तपाईलाई र मैले त वर्षा राउतलाई एउटै देखेँ के हिजोदेखि भनिराख्नु भएको छ वर्षा राउत त कति दुब्लाको रे कति राम्रो देखाएको छ नि त्यही भएर भाउजू हजुरलाई पनि त्यस्तै राम्रो देखेछ किन मन छ तर छैन अझै होइन हजुर धेरै काम बाध्य गर्नुभयो होटल देखाइदियो होटल चाहिँ यही हो छिर्ने कहाँबाट हो भन्ने कुरा हो छिर्ने ठाउँबाट यही हो इरिगुची त्यसो भए यो बस गयो नि ल है मैले छिराइदिएँ まもなく左方向です。その先300メートル先左方向です。さらに分岐が इफपानको लागि पनि छुट्टै होला नि मोहन त्यही छ त उतै अरूले त मोहन त्यही जाउँ न त्यो गाडी रोक्यो नि त्यहाँ त्यही जाउँ न त्यहाँ म त्यसलाई फोन गर्छु त्यत्रो त पाएछ त अरूमा पिङ्क कलर भिडियो चालु राख तिमी भिडियो म्यान बनायो म भिडियोग्राफर हो त्यही पक्कै पछाडि गाडी हो हामी सँगै पार्किङमा जान्छ यही पछाडि गाडी कालो गाडी होइन हामी त्यो त यसले त्यो सेतो प्रिस खोलिदियो होला यो सिटले यति सानो ल है हाम्रो उसकै छोरा हो नमस्ते सबलाई नमस्ते सबलाई वेलकम छ आजको हाम्रो बसाइ चाहिँ यतै हुनेवाला हुन्छ छ है ल है कार पनि माथि लाने कि कता हो पार्किङ सार्किङ यसो त्यहाँ हो त मन पार्किङ जाला जाम ल जाऊ ल उत्रौँ न त सबै ल के छ राजा ओ दाजु नमस्कार हजुर नमस्कार के छ ओ छोरी तलबाट कहाँ जानु भएको र ए लसन के छ तिम्रो हालखबर के छ तिम्रो हालखबर के छ नमस्ते सबै बोल्न पठापट आउँछ नेपाली इङ्ग्लिस हो धेरै बाबा चाहिँ कुन बोल्नुहुन्छ बाबा त इङ्ग्लिस ओ यो किन यस्तो कालो भएको छ बच्चामा कति सेतो थियो यो किन यस्तो कालो छ यार आइज 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 हेर 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 नो भन्छ नि ओइ बेबी म चाहिँ कोमिनीबाट खाइमन गरेर ब्ल्याक खाइन्छ अब बिस्तारै तल गुड के छ छोरी ओहो भाउज नमस्कार है भाउज छोरी टच्ची क्यामेरालाई पनि टच सब्सक्राइब गरिदिनु कर अङ्कलको ल यही हो यसले भने सब्सक्राइब
ओके जाउँ मेरो सल्लाह के भयो भनेपछि एकचोटि टप फ्लोरमा जाने नि बोलाउने त्यो त लिफ्टबाट हजुरको जानु के छ पर्यो हालखबर? ठीक छ ल सबजना अब हामीहरू चाहिँ जाँदैछौँ कति फ्लोर रे कति फ्लोरमा जाने हामीहरू 48 फ्लोरमा लग्छ त्यसले गाडीमै छ कि लिएर पर्यो नि त नि नमस्ते ल जाउँ उइस लोई लोही हामीहरू चाहिँ एन्ट्री भयो होला एन्ट्री भयो ओइ क्यामेराम्यान तिमीले गर के अब हाम्रो छैन बर्थडे बोय ल दुईटा शब्द बोला किन सामग्री गर्छ बजाउनुस् त Thank you everyone भन्नुहोस् Thank you everyone भन्नुहोस् Thank you everyone भन्नुहोस् Thank you everyone ओके एभ्रीवन भाइले पनि भन्छ ल भाइ पनि थ्याङ्क यू Thank you everyone ओके तिमी पनि भन्छौ Thank you भन्देऊ Thank you यस्तो गर यस्तो मान्छे गर पनि भन्देऊ मान्छे पनि thank छोरी you यस्तो गर ल नानीता टोली जिन्दाबाद नानीता टोली जिन्दाबाद ल कोट लगाएको मान्छेको दुई शब्द केही पनि जाँदैन भने रक्सी आइरहेको छ त्यो के हो दाइ क्यामेरा झस्मै बाक्सिन के हो दाइ यो मेस्से भन्ने स्टेडियम भन्न चाहन्छ मलाई यो मेस्से होला ओइ दामी नै हो तिमी पनि इच्चीको जेरी हो इच्ची भिडियो मलाई एकदम Happy birthday, dear